हेलो एभ्रिवान, स्वागत छ मेरो नयाँ भिडियोमा सबैलाई। आजदेखि म जिम जोइन गर्दैछु। तर जिमको आज मेरो फर्स्ट डे हुनेछ। आज नयाँ भिडियोमा सबैलाई स्वागत छ। यो हो मेरो जिम। गेट खुल्लै हुन्छ नाइटमा। यहाँबाट प्रवेश गर्ने। जिम अन्डरग्राउन्ड छ यहाँ। जुत्ता चप्पल चाहिँ बाहिर खोल्नु पर्छ। मेरो जुत्ता यहाँ राखेँ हैन। प्रवेश गरेँ। अब यहाँ लाइटहरु कहाँ छन्? लाइट जलाउनु पर्यो एकचोटि। मेरो नयाँ जिममा भएको फिचर्सहरु यही नै हो हैन। यो चाहिँ साइक्लिङ। अब यहाँ धेरै जसो मसिनहरुको नाम चाहिँ मलाई थाहा छैन हैन। यहाँ चाहिँ यो छ, यस्तो सेटअप मिलाएको छ यहाँ। बबाल नै छ जिम। फी पनि त्यस्तै छ, बबालले फी लगेछ हैन। हेर्न सक्नुहुन्छ। यो चाहिँ लेग, यो मसिन चाहिँ थाहा छ मलाई, लेग एक्सरसाइज हान्नको लागि हो। लेगको हो यो चाहिँ। यो चाहिँ चेस्टको। यो पनि चेस्टको बटरफ्लाई छ। यहाँ पनि चेस्टको। यो लेगको हो। यो चाहिँ बेन्च। यो चाहिँ पुलअप्स गर्नलाई। यो चाहिँ हाम्रो टायर। यसमा हामीले कन्ले पनि हाल्न सक्छौं हैन। ठुलो आवाज आउँदा पनि बाहिरतिर आवाज आउँदा। यो चाहिँ पन्चिङ ब्याग। यो चाहिँ प्रवेश ढोका। र यो जिममा चाहिँ हाई वेट वाला डम्बल कतिको रहेछ हैन। 35 केजी को हाई डम्बल यत्रो छ। ट्वेन्टी 21 डे को च्यालेन्ज कम्प्लिट गरेपछि आजदेखि नयाँ रुटिन फलो हुन्छ हैन। आजसम्मको मेरो बडी कट देखाउँछु। त्यसपछि आजभन्दा पछि आउने नयाँ डिफरेन्टहरु मेरो बडीमा आउने चेन्जेसहरु देखाउने गर्छु म। यो चाहिँ मेरो ब्याक लेग हैन। यो चाहिँ मेरो बाइसेप्स। यो चाहिँ मेरो चेस्ट। यो चाहिँ मेरो ट्राइसेप्स। यो चाहिँ मेरो ब्याक कट। अब बढ्छु म एक्सरसाइजतिर। सबैभन्दा पहिला म वार्म अप गरेर 10 मिनेट वार्म अप गर्छु। त्यसपछि म जान्छु, म हान्दछु चेस्टको बेन्च प्रेस हान्छु। आज म चेस्टको एक्सरसाइज मात्र गरेर सेकेन्ड एक्सरसाइज चाहिँ बटरफ्लाई हान्छु। मैले बटरफ्लाईको 15 को 2 रेप्स निकाल्छु। र आज मैले चेस्टको एक्सरसाइज मात्र गरेँ। आजको एक्सरसाइज सिद्धियो। भेटौँला भोलिको भिडियोमा। थ्याङ्क यू गाइज। हेर्दै जाउँ जिम गरेर मेरो शरीरमा कति चेन्जेस आउँछ म देखाउँदै गर्छु। थ्याङ्क यू।